यो माउरीको घर पत्ता लगाउनका लागि हामीले यहाँ रसी बान्दैछौँ साथीहरू। हेर्नु होला, यसरी रसी बानिसके पछाडि उडेर जान्छ, सरर उडेर जान्छ। यहाँ चाहिँ ड्रोनले हेरिरहेको छौँ हामीले। यसलाई चाहिँ ड्रोन नभएको कारणले चाहिँ एउटा डाँडामा बसेर एउटाले हेर्न सकिन्छ साथीहरू। हेर्नुहोस्, यसले ड्रोन युज गरिरहेको छ। अहिले चाहिँ गइरहेको छ, माउरी गइरहेको छ धेरैभन्दा धेरै टाढाको एकदम हरियाली जङ्गलमा रहेछ साथीहरू। जाँदैछ साथीहरू, जाँदैछ एकदम। यसको चाहिँ घर पत्ता लगाएरै छोडिन्छ साथीहरू। सुरुदेखि लास्टसम्म हेर्न नभुल्नुहोला साथीहरू। यदि साथीहरूलाई मन पर्यो भने सेयर पनि गर्नुहोला साथीहरू है त। एकदम टाढा रहेछ जङ्गल, यसको घर चाहिँ होइन, एकदम टाढा रहेछ यसको। कहाँनिर चाहिँ छ है यसको पत्ता लगाउने। अब आज हेऱ्यो भने भोलि यसलाई गोला अलि ठुलो भयो भने त्यसको कारिहाल्नु पर्ने हुन्छ। एकदम होसियार हुनुपर्ने हुन्छ। यो माउरी चाहिँ धेरै टाढा रहेछ यसको घर चाहिँ है। जाँदैछ साथीहरू। गछ गएको गइ छ है। कति टाढा है, कति टाढा के यो त गएर साथै पनि छैन क्या हो। धेरै टाढा रहेछ हजुर। हेर्नु त साथीहरू, धेरै टाढा। अब चाहिँ पुग्छ है, अब चाहिँ पुग्छ कि जस्तो छ। पुग्यो ल। हेर्नुहोस्, यहाँनिर छ, एरो देखाएको छ नि, त्यो हेर्नुहोस् यहाँनिर रहेछ। त्यो पनि फेरि भुइँमा के, भुइँमा रहेछ यसको घर। हेर्नु त साथीहरू, यसरी चाहिँ पत्ता लगाउनु पर्छ साथी। यहाँ काट्न पनि लाग्यो कि अब फेरि छोड्ने कुरो त भएन। एकदम यसको गोला चाहिँ भित्र हुन्छ यसको, एकदम सेफ्टीसँग है। त्यसै खाली गऱ्यौँ भने त यसले मारिहाल्छ। त्यही भएर एकदम होसियार भएर अब गोला चाहिँ निकालिसक्नु लाग्यो कि अब निकल्यो साथी। हेर्नुहोस् एकदम भित्र कति राम्रो, एकदम ठुलो रहेछ साथीहरू। एकदम टोकार होला एकदम। यसले लास्टै 20 हाल्छ हेर्नु त साथीहरू। होसियार हुनुपर्छ। अब यसले चाहिँ निकालेर टक्क हेर्नुहोस् त, यस्तो भयो। एकदम राम्रो छ है। हेर्नु त कति ठुलो छ यसको गोला पनि।